हेलो गाइस, वेलकम बैक टू माई न्यू भिडियो। इट्स मी रविन सुनार। म आइसकेको छु नयाँ नौलो भिडियो लिएर। अहिले चाहिँ म बाख्रा लिएर हिँडेको छु भान्जा विशालसँग। अनि यता भ्यू चाहिँ यस्तो छ। हामी चाहिँ दानसिङ भन्ने डाँडामा हिँडेछौँ। अहिले चाहिँ अब खर काट्ने सिजन भएर अब जतासुकै मुस्ताङ जस्तो हुँदैछ। अहिले चाहिँ म बाख्रा चराउने ठाउँमा आइसकेँ। बाख्रा चाहिँ यता लगाइसकेको छौँ। अनि भ्यू चाहिँ अहिले चाहिँ हामी चाहिँ शीतल खोज्दै आएर यहाँ बसिसकेको छौँ। भान्जा चाहिँ बुट्टा गएको थिएँ, गाली खाएर आइहालेँ। विशाल चाहिँ यहाँ बुट्टामा बसेछन्। मुसो बसेँ चाहिँ भ्यू चाहिँ यस्तो छ, क्लियर। अहिले चाहिँ म यहाँ आएर पनि चटपटे बनाउनु लाग्यो। प्याजहरू आलुहरू यहाँ चाहिँ टमाटर काट्नु लाग्यो होइन भान्जा। बाख्रा चाहिँ उता चरिरहन्, मेरो बाख्रा चाहिँ तल छ। अब चाहिँ चटपटी बनाएपछि भेटौँ आइज। हामीले के ल्याऊँ झोला खै? झोला चाहिँ यहाँ छ। अब चाहिँ यहाँ अब पहिला चाहिँ हामी यहाँ फलतिर चाहिँ केटाहरू भएर टन्नै हामीले चाहिँ पार्टी खाएको थियौँ। हामी आज चाहिँ बाख्रा लिएर विशाल र म मात्र है। यहाँ चाहिँ चाउचाउ भुजाहरू आलुहरू छ। अनि यहाँ पानी चाहिँ मैले चाहिँ चटपटी बनाएर भ्याइसकेँ। अन्त अब त खाना विशालले चाहिँ यहाँ चाहिसके कस्तो छ? ठिकै छ। गाउँघरको चटपटी चाहिँ यस्तै हो। त्यत्रो चटपटी लाएर अब चाहिँ हामी चाहिँ खाएर बाह्र चाहिँ उतातिर गहन्। अब चाहिँ हामी खाएर बाह्र साह्र लगाएर 2 बजेतिर। अहिले चाहिँ 1 बजे होइन 1 बज्यो ल। यस्तो भ्यूमा बसेर यस्तिर चटपटे खाँदा त मजा आउँछ के हो कि होइन? बाख्रा चाहिँ चलाउनु लिएर बस्यो यार टल्ल। के भन्ने यार, 2 बजीतिर लगेर जानुपर्ने हुन्छ। अनि अब भ्यू चाहिँ यस्तो छ कि कडा। अनि अब चाहिँ हामी के गर्ने त? अब कन्याको बुढा त टन्नै छन्, तर बुढामा जान सकिन्न। विशाल चाहिँ त्यहाँ बसेछन्। अब चाहिँ के विशाल चाहिँ त्यहाँ छ। त्यो चाहिँ म ग्राउन्डमा आइसकेँ। हजुर चलपल भयो बाह्र बजा आउनु हो त। हजुर अहिले चाहिँ बाह्र लिएर आउनु रहेछ। ल गयो है, बेलुकी भेटौँला। हामी चाहिँ अहिले ग्राउन्डमा आइसक्यो विशाल र म। अरू चाहिँ बल्लले खान, हामी अब घर हिँडिसक्यो। अहिले चाहिँ म घरतिर आइसकेको छु। घर भन्दा नि आफ्नै घर त होइन, विशालको घरतिर चाहिँ आइसक्यो। विशालको घर चाहिँ हो त्यहाँ हो। अब चाहिँ म घरतिरै घर भेटौँला। अब चाहिँ म घर आइसकेँ। अनि बाख्राले चाहिँ पानी खानु खोजेको थिएँ, तर खाएन कि भएको नि। अब अहिले चाहिँ यहाँ अब के भयो भन्दाखेरि पराल लिएर आएको थिएँ। ट्र्याक्टर चाहिँ एक ट्रिप भनेर 2500 1500 भाडा थियो, 2500 भनिदियो। त्यही भएर यहाँ चाहिँ लफडा भइरहेको छ। यहाँ चाहिँ कडा भयो है, कुरा चाहिँ कडा भयो। अब चाहिँ पहरातिर गएर भेट चाहिँ म विशालको घर आइसकेँ। यो विशालको घर चाहिँ विशाल हिँडी चाहिँ भट्ट लाग्यो विशाल। हेलो गाइस, अनि यता चाहिँ गाउँतिर भ्यू। अब चाहिँ ग्राउन्डतिर गएर भेटौँ चाहिँ। अझै पनि ग्राउन्डमै छु। अनि यहाँ चाहिँ विशालहरू छन्। अनि ग्राउन्डमा चाहिँ कोही केटाहरू छैनन्, नत्र यहाँ कतिजना हुन्थे। अब चाहिँ यो ब्लग चाहिँ म यहीँ इन गर्न चाहेँ। नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। पुरानो हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब गरिदिनु होला। अहिले चाहिँ म यहाँ बिदा लिन चाहेँ।